ल भट्टाबाट गाना गाउन सुरु गरौँ त। सुरुमा जुन राई अगाडि आउनुहोस् त। के गरौँ के गरौँ के गरौँ के गरौँ के गरौँ के गरौँ के गरौँ। अब खै के गर्ने हो त है, मलाई नि खास केही थाहा भएन। खासमा यो गीत गाउनु भएको चाहिँ किन हो, वाइ, के त रिजन होला? खासमा यस्तो गीत गाउनु परेको चाहिँ अब म चाहिँ अब खासमा घरमा अलिकति बिहा गर्नु टाइपको त्यस्तो प्रेसर आइरहेको छ होइन। सो द्याट्स वाइ मलाई चाहिँ अब के गरौँ टाइपको फिलिङ भयो कि होइन। सो द्याट्स वाइ मेरो गाना पनि अब के गरौँ भन्ने यो शब्द चाहिँ अब एकदम मेरो मनको भावनासँग गहिराइमा छोएको जस्तो लागेर हो। सो द्याट्स वाइ मैले चाहिँ के गरौँ लाइक लिटरली अब अरू शब्दहरू थिएन, अरू वर्ड्सहरू थिएन। सो आई थिङ्क दिस इज द राइट वर्ड्स फर माई सङ। के गरौँ ओके यु क्यान गो नाउ। म पछि बोलाउँछु। नेक्स्ट प्लिज दुर्जन राज वैद्य अगाडि आउनु होला, आफ्नो प्रस्तुति लिएर जानु होला। मेरी प्यारी मायालु आशा छ तिमी ठिकै छौ, अनि फेरि मेरो पत्र आउँदा तिमी रुँदैनौ। धेरै भयो हामी कुराकानी नभएको, मेरो अङ्गालोले तिम्रो अङ्गालो सजाएको। यो हल्का घाँटी खुलाउने औषधि हो कि स्वर खुलाउँछ यसले, स्पेसली फर यु ला दुर्जन राज वैद्य। Hey, you, is that you? You think you are a big mouth? Hey, you, get the out of here, okay? अहिले म बाहिर भेट्छु, बाहिर भेटेर कुरा गर्छु।